welcome back to my YouTube channel. Hi guys, welcome back to my YouTube channel. हामी भन्दा नि म कहाँ जाँदैछु भने आज चम्पादेवी हाइकिङ जाँदैछु. सो म चाहिँ यहाँ छु, हाम्रो ग्रुप चाहिँ अगाडि हुनुहुन्छ, यहाँ पछाडि पनि हुनुहुन्छ, देख्नुभयो होला. सो अब जाम. फर्स्ट हाइकिङ हो मेरो चाहिँ, मलाई थाहा छैन कस्तो हुनेवाला छ भन्ने. यहाँसम्म चाहिँ स्कुटरमै आएको हो म, किनभने म आउँदिनँ भन्नाले, तर यहाँ दाइहरू आउनुभयो कि स्कुटरमै, त्यही भएर म पनि आएँ एक्लै. सो अब जाम के हुन्छ. सो मैले साथी भेट्टाएँ एन्ड दिस इज माई फर्स्ट हाइकिङ होइन, किनकि मैले अहिलेसम्म हाइकिङ गएको छैन र म जाने हिम्मत पनि कहिले भएको थिएन. योचोटि चाहिँ अब हिम्मत कहाँबाट जुट्यो मलाई थाहा भएन, किनकि घर बस्दा अल्छी लागिसकेको थियो. त्यही भएर जाम न त कस्तो हुँदो रहेछ लेट्स सी भनेर चाहिँ मेरो फर्स्ट हाइकिङ सुरु हुँदैछ. अब के हुन्छ हेर्नु होला है त. लेट्स गो. यहाँ चाहिँ हाम्रो बाइकहरू पनि आउँछ है. अनि यहाँ चाहिँ बाटोमा यस्तो रेजर के भन्छ यसलाई, त्यो टेन्टहरू लाएर यस्तो पकाएर खाने ठाउँहरू पनि छ. अनि हाम्रो चाहिँ यहाँ हात्तीवन चम्पादेवी पदमार्ग छ. सो यहाँबाट चाहिँ हामी स्ट्रेट यता जानुपर्ने हुन्छ है. अब जाम होला कस्तो हुनेवाला छ. अहिलेसम्म चाहिँ मलाई गाह्रो लागेको छैन, किनकि बाटो एकदम स्मुथ छ, कहीँ पनि यस्तो उकालो छैन. अहिलेसम्म चाहिँ एकदम सम्म बाटोमा हिँडे जस्तो फिल भइरहेछ, गाह्रो भएको छैन. अब लेट्स सी यहाँबाट. सो यहाँको दाइहरूले चाहिँ के भन्दै हुनुहुन्थ्यो भने 100%मा 30-40% चाहिँ अलिकति उकालो ओह्रालो छ, अदरवाइज सबै सम्मै छ भन्नुभयो. त्यही भएर अब त्यो 30-40%लाई चाहिँ म सक्छु भनेर मैले प्रण लिएको छु आफैमा. सो आई क्यान डेफिनेटली. सो जाम अब. सो यहाँको इन्भाइरोमेन्ट एकदमै क्लिन छ, एकदमै राम्रो छ. सो अलिक बढी नै बोल्छु होला आज चाहिँ म, किनकि धेरै दिन भयो मैले भ्लग बनाएन र धेरै दिन भयो बोल्न पाएको छैन. त्यही भएर गाइज हामी जाने बाटोमा चाहिँ यस्तो के भन्छ अविस्मरणीय दृश्य मैले देखेको छु. हेर्नु होला कस्तो रेन्जमा टक्क यहाँदेखि हिमाल. कुन हिमाल हो दाइ? गणेश हिमाल हो. त्यही त जाम अब यताबाट. सो कस्तो राम्रो हिमाल के, हेर्नु न, मोहित बनायो मलाई यो हिमालले. यहाँ चाहिँ दाइहरू काम गर्दै हुनुहुन्छ. गाइज बाटो चाहिँ यस्तो पनि छ है, यस्तो पनि छ. यसरी हिँडेर आउन पनि सकिन्छ यहाँबाट. माटो आउने हो भने चाहिँ. तर बाटो अब यस्तो छ किनकि पानी परेको बेलामा यस्तोमा हिँड्न मजा आउँछ. सो यहाँ माथि हो, तर म चाहिँ यहाँ माथिबाट जान्न, किनकि माटोमै हिँड्न सजिलो भइरहेछ यहाँ आफूलाई. चक बुट लगाएर हिँड्नुको मजै छुट्टै छ मेरो चाहिँ. अय्या के भन्छन् है मलाई वरिपरिका मान्छेले पनि कति बोले कि भनेर. सो आजै हो मैले बोल्ने दिन जस्तो लाग्छ कि मलाई. त्यही भएर कस्तो राम्रो आएको कि, ओ माई गड कस्तो राम्रो. यस्तो बाटो छ हेर्नु. यो बाटो पनि त भर्याङ चाहिँ छैन, जस्ट हिँड्ने सम्म बाटै हो यो पनि, तर कस्तो मजा आइरहेछ. हेर्नु यहाँ सिन, हेर्नु न सिन कति मोहितवाला सिन छ यो. यहाँबाट हामीले हिमाल पनि देख्न सक्छौँ. सो यो हिमाल हेर्नको लागि यहाँ आउनुपर्ने रहेछ है. म चाहिँ घर बसिरहेँ यत्रो दिनसम्म, हिमाल हेर्न चम्पादेवी आउनुपर्ने रहेछ. म चाहिँ काँडाघारी बसेर हैरान भयो नि. हाई गाइज हामी चाहिँ ठ्याक्कै हिमालको छेउमा छौँ. ल बाटो हेर्नु होला, यस्तो छ बाटो. ल सिधै माथि जाने बाटो. कसैलाई माथि जानु छ भने यही बाटो आउनु होला सिधै. तर हामी यो बाटो चाहिँ हिँडेको छैन. यो के भन्छ ट्रेलको बाटो चाहिँ हिँडेको छैन. हामी चाहिँ यता माटो हिँडेको, किनकि माटो हिँड्दाखेरि नि कम्फर्टेबल भइरहेछ. त्यही भएर यो बाटो चाहिँ हिँडेको छैन, किनकि यसमा पुरै भर्याङ छ, भर्याङले गर्दा झन् गाह्रो हुन्छ भनेर. सो हिमाल छ. अब त्यहाँबाट त झन् कस्तो मजाले हिमाल देखिन्छ, हेर्नुभयो होला. सो अब जाम मजा आइरहेछ. रमाइ त अब यहाँबाट एउटा फोटो खिच्नु पर्ने हुन्छ. अनि त्यसमा दिस इज माई साथी. ए के भन्छ यो लट्ठीलाई चाहिँ
आज मैले डरो घिसाउनेवाला छु यसपालि, किनभने यो आजको मेरो साथी भएर आएको छ अहिलेसम्म हेर्दा, र अब माथि पनि हुनेवाला छ मलाई थाहा छ। सो गाइज, हामी चाहिँ फाइनली चम्पादेवी जाँदैछौँ। यो चाहिँ चम्पादेवीबाट देखिने हिमाल हुन्, देख्नुभयो होला हिमाल। Oh my god, this is my first ever hiking, so I'm feeling proud of myself now. So view हेर्नुहोस् गाइजहरू, कस्तो राम्रो भ्यू छ। So here is it. So आधी बाटो चाहिँ म हिँडेँ जस्तो लाग्छ मलाई। लास्ट अब कति हिँड्नुपर्ने छ, त्यहाँ हिमाल हेर्नुहोस्। सो हिमाल र अर्को हिमाललाई हेर्दा कस्तो लागिरहेछ त कमेन्ट गर्नु होला। प्लिज भ्यू देखाउ त साथी, कस्तो राम्रो छ साथी। त्यो भ्यू राम्रो कि म राम्रो भन्नु होला। मेरो लाइफको फर्स्ट हाइकिङ हो यार। मैले आज यो कुरा 10 चोटि भनिसकेँ मेरो भ्लगमा। म कति खुसी छु। Oh my god, why I'm so happy today. यो हाइकिङ चाहिँ मार्फत पार्नु छ। हाई भन्दिनु मेरो भ्लगमा। हाई। तपाईँले के ल्याउनु भएको छ खाजा? मैले नि चाना ल्याएको। Oh my god, हामीभन्दा पछाडि आउनुभएकोले हामीलाई भेटिसक्नु भयो। कस्तो छिटो आउनु भएको यहाँ? के अरे नुन खोर्सानी हाल्नु न। हाई गाइज, हामी चाहिँ उयो डाँडा देख्नु भएको छ, यो त्यहाँबाट आएको छौँ। यहाँ आइसक्यौँ। सो अब चाहिँ म यहाँ छु। किन मेरो चाहिँ फोटो हुँदैन अब, त्यति चाहिँ हो। मेरो फोटो चाहिँ हुँदैन। तपाईको मात्रै फोटो छ यहाँ। यो डिलिट गर्न मलाई पागल होला जस्तो। फोटो डिलिट गर्नु कस्तो झ्याउ के डिलिट गर्नुपर्छ है। गाइज, बाटो चाहिँ यस्तो छ है, हेर्नु होला। सो बाटो चाहिँ यस्तो छ। म
म चाहिँ हिँड्दैछु यहाँबाट। हामी त त्यो डाँडाबाट हिँड्दै आएको। यो डाँडाबाट कति हिँड्यो कति। सहायता मेरो साथी बन्नु भएको चाहिँ यहाँ मेरो लट्ठी हुनुहुन्छ र मेरो सुज गोल्ड स्टारको बुट लगाएर चाहिँ मेरो हाइकिङ सफल भएको छ आज। सो मलाई एकदमै आफूलाई एकदम थ्याङ्क यू भन्नु मन छ, प्राउड अफ यु हुन्छ। आइ एम सो प्राउड अफ यु भन्नु मन छ। सो लेट्स गो जाम अब। गोलमालको भए चाहिँ हुन्थ्यो, गोलमालको बाइक भयो भने चाहिँ हुन्थ्यो। ल गाइस फाइनली हामी आइसकेको छौँ चम्पा देवीको मन्दिरमा। हेर्न सक्नुहुन्छ यहाँ हजुरहरूले, यहाँ चाहिँ आफ्नो आशीर्वाद लिन सक्नुहुन्छ हजुरहरू। यस्तो मन्दिर छ चम्पा देवीको मन्दिर। गाइज हामी चाहिँ यहाँ आएर एकछिन बस्यौँ त्यहाँनिर। अब चाहिँ हामी जाँदैछौँ यता। सो यता जाँदैछौँ। अरू साथीहरू चाहिँ अगाडि अगाडि जानुभयो, अरू चाहिँ यहीँ हुनुहुन्छ। अब जाम है त। सो लेट्स गो गाइज। यो लट्ठीले चाहिँ आज मेरो साथ छोडेको छैन र छोड्दा पनि छोड्दैन मलाई थाहा छ। अनि के भयो के भयो ला खोइ त ब्याग। यहाँ त ब्याग हराएछ त अनि साथीको। साथी मैले चाहिँ भिडियोमा के भने यहाँ त ब्याग हराएछ साथीको रे। म फर्के नम्बर हेर्नु रहेछ नि त तपाईँसँग जिन्दगीमा बोल्दिनँ। हुन्छ कि हुँदैन? कहाँ छ त अनि हजुरको ब्याग भन्नु नि त। अनि तँ पनि भनिदिनु। हे तेरिका तपाईँले दुःख कसले दिन खोजेछ त तपाईँ? नमस्ते। नमस्ते। This is on video. No video? Yeah, I'm making vlog. तेरो च्यानलको नाम के हो? अनुसार सिक्देल। Important to travel. फाइनली गाइज चम्पादेवी मन्दिर पनि दर्शन गरियो। अब चाहिँ यहाँबाट हामी जान लागेको। हजुरहरूले हेर्नुभयो होला मेरो भिडियो। चम्पादेवी मन्दिरको दर्शन पनि गर्नुभयो होला भन्ने आशा राखेको छु। सो कस्तो लाग्यो के लाग्यो प्रतिक्रिया दिनु होला। मेरो फर्स्ट हाइकिङ सक्सेस भएको छ र मलाई लाग्छ म अरू पनि हाइकिङ गर्छु होला सायद, सानो सानो छोटो छोटो। सो या आफूलाई एकदम प्राउड फिल भइरहेको छ मलाई चाहिँ। मैले फर्स्ट हाइकिङ मेरो सफल भएको भएर। सो अब हामी जान्छौँ। साथीहरू अगाडि अगाडि गइसक्नुभयो। कस्तो लाग्यो के लाग्यो प्रतिक्रिया दिनु होला। डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल। बाई बाई, सी यु सुन।